नमस्ते सम्पूर्णमा म कृष्ण प्रसाद बजगाई हाल जापानबाट बोल्दैछु। म तपाईहरूलाई आज नेपालमा भइरहेको सीमा विवाद र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको बारेमा मेरो विचार धारणा यहाँहरूको माझ राख्न जाँदैछु। यहाँहरूलाई कस्तो लाग्छ सुनेर त्यस्तै प्रतिक्रिया दिनुहोला। अहिले नेपालमा सम्पूर्ण नेपाली जनताले सबैजना चाहिँ नि एउटै वाक्यमा अड्किएका छन्, जुन चाहिँ नेपालका हालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतले मात्र नेपालको भूमि अतिक्रमण गरेको छैन, नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छ भन्ने जुन अभिव्यक्ति दिएका छन्, त्यो अभिव्यक्तिले अहिले सामाजिक सञ्जाल तातिरहेको छ। तपाईलाई अर्कै कुरा सोध्न चाहन्छु। जेष्ठ 17 2023 प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह रोस्टमा उभिएर सीमा विवाद बारे बोले। लिपुलेप कालापानी लिपेधुरा नेपालको सबैभन्दा संवेदनशील भू राजनीतिक विषय र उनले भने दुईतर्फको अतिक्रमण छ, दुईतर्फका तथ्याङ्क राखेर वार्ता हुन्छ। सामाजिक सञ्जाल भड्कियो। बालेनले भूमि बेचे, नेपालको सार्वभौमसत्ता खतरा भयो, यो देश देशद्रोही हो। तर रोकिनुहोस्, एक क्षण सोच्नुहोस् त, सन् 1990 देखि 2026 सम्म 36 वर्ष 30 भन्दा बढी सरकार रहेको नेपाल सरकारले सीमा विवाद बारे के गर्यो, के बोल्यो? राष्ट्रवादी भाषण गरे र हाम्रो भूमि फिर्ता गर्नुपर्छ भने र चुपचाप लागे। सन् 2020 मा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नेपालले नयाँ नक्सा जारी गर्यो। कालापानी लिपुलेक लिपेधुरा समेटेर चुच्चे नक्सा जारी भएपछि के भयो? कूटनीतिक वार्ता अघि बढ्न सकेन, भारतले जवाफ दिएन, नेपालले पनि पछ्याउन सकेन। के यो 36 वर्षको इतिहास अब 3 महिनामा नपुगेको हो? 3 महिना नपुगेको प्रधानमन्त्रीको कुरा गरौँ। बालेन्द्र शाहले के गरे? पहिलो, भारतलाई औपचारिक रूपमा कूटनीतिक नोट पठाए। लिपुलेक लिपुयधारा निर्मित व्यापारिक मार्ग बारे दोस्रो, भारतले जवाफ दियो। 36 वर्षमा कुनै पनि नेपाली सरकारले यो जानकारी जनतालाई दिएका थिएनन्। तेस्रो, दुवैतर्फ भौगोलिक तथ्याङ्कमा आधारित वार्ताको ढाँचा तयार पार्दैछन् बालेन्द्र शाह। चौथो, संसदमा पारदर्शी रूपमा सबै जानकारी दिए। उनले लुकाई छिपाई बोल्न जानेनन्। जुन चाहिँ कूटनीतिक नोटमा चाहिँ नि संवाद भएको थियो, उनले त्यही जानकारी संसदको रोस्टमा दिए। यो मात्र नभएर उनले एउटा कुरा भने जुन कुनै पनि नेपालका प्रधानमन्त्रीले आजसम्म भनेका थिएनन्। नेपालले पनि केही ठाउँमा अतिक्रमण गरेको छ। यही वाक्यमा मान्छेहरू अड्किएका छन्, सामाजिक सञ्जाल तातेका छन् र कूटनीतिक रूपमा वास्तविक रूपमा बुझ्नुहोस्, जब दुई देशबीच सीमा वार्ता हुन्छ, एकतर्फी आरोप लगाएर वार्ता हुँदैन। यदि नेपालले मात्र भन्यो तिमीहरूले मात्र अतिक्रमण गरिरहेका छौ भन्यो भने भारतले वार्तामा बस्न मान्दैन। तर यदि नेपालले भन्यो तथ्याङ्कको आधारमा तथ्याङ्कहरू हेरौँ र स्थायी समाधान खोजौँ, वार्ता सम्भव हुन्छ। यो कमजोरी होइन, एउटा कूटनीतिक परिपक्वता हो। विश्वमा कुनै पनि सफल सीमा वार्ताको लागि एकतर्फी आरोपबाट सम्भव भएको छैन, किनकि एकतर्फी आरोप लगायो भने त्यो विपक्षी देशले मान्दैन, वार्तामा आउन मान्दैन। मेरो विश्लेषणको सारांश यहाँ दुईवटा प्रश्न छन्। यही प्रश्न बालेनले के भने दुईतर्फको अतिक्रमण छ, तथ्याङ्कको वार्ता हुन्छ। दोस्रो प्रश्न, यो कुरा हामीले 36 वर्षसम्म किन थाहा पाएनौँ? किनभने कुनै पनि सरकारले खुलेर संसदमा बोलेन। कुन प्रश्न बढी महत्त्वपूर्ण छ भने म विश्वास गर्दछु दोस्रो, एउटा प्रधानमन्त्री जो 3 महिनामा कूटनीतिक वार्ता सुरु गर्छ।
भारतबाट जवाफ लिन्छ, संसदमा पारदर्शी हुन्छ, तथ्याङ्कमा आधारित समाधान खोज्छ। त्यो प्रधानमन्त्री नेपालले दशौं देशदेखि खोजिरहेको थियो। सीमा विवादले एउटा वाक्य सकिँदैन, एउटा वाक्य बिगार्दैन पनि। यो एउटा लामो कूटनीतिक यात्रा हो र यात्रा सुरु भएको छ। तपाईहरुलाई के लाग्छ? नेपालले दुई कान्ला दुई पाटा एक धुर दुई धुर एक कट्ठा जग्गा जमिन भारतको ओगटेको होला, तर भारतले त नेपालको चाहिँ नि दार्चुला जिल्लामा पर्ने लिपुया चाहिँ कालापानी लिपियाधुरा लिपुलेक जुन चाहिँ त्यत्रो क्षेत्र नै पुरै चाहिँ व्यापारिक चाइनासँग व्यापार गर्ने क्षेत्र नै ओगटेर आफ्नो भनेर दाबी गरिरहेको छ। अब यसरी हामी नेपाली र नेपाल सरकार यसरी चुप लागेर बस्नुहुन्छ कि हुँदैन? तपाईहरुलाई के कस्तो लाग्छ? आफ्नो प्रतिक्रिया दिनुहोला। हस् त, धन्यवाद।